अहिलेसम्म यो बिना यो ठाउँ त यो मान्छे आउँदा त सट्टै त साह्रै ठुलो बनाउनु मिल्ने भए पनि हुन्थ्यो फोल्डिङ पहिला यहाँ छ लम्पट ल यहाँबाट खिचिदे राम्रोसँग खिचिदे त्यसले त खिच्दैन होला है एकछिनमा लाउँथ्यो पहिला कल थियो है यहाँ उसको निकालिसक्यो अहिले त चिया पाउँथ्यो चिया पकाउँ भन्दैछ भाइलाई जति भए पनि खिचिदिन्छ ऊ निकाल्नु पर्ने हो सबै मेरो मान्छेहरूको रोग कष्टकाल कष्ट सबै हरान भयो यता यता ढोका तिनपल्ट गरेर चाहिँ बाहिर कटाउने होइन त मैले त उहिले गाउँमा मैदानमा लाएको कि लाएको छैन नि त तिनै पल्ट कुदा कोही नगर शान्ति उ त्यो बत्ती पनि बाल्नु दियो भने कष्ट हरान हुनु अब त्यहाँबाट के भने आमा फुलले पुज्नु त्यहाँबाट अनि के धुपले धुपबत्ती गर्नु भनेन धुपबत्ती घन्टिन मजा घन्टी बजा फुलले पुज्न खै फुल अनि घन्टी धोजिआएको छैन अनि त्यो बत्ती चाहिँ कतिखेर बाल्ने त अहिले ऊ बालेर डाँडा खान्छ नि ए त बाहिर खै कस्तो खिचिरहेछस् लिनु यहाँ लिनु राम्रो खिच्यो मेरो मोबाइल खिच्यो मेरो भात तातो तातो अपडेट हुन्छ त्यो दाइको कहिले हो कहिले फेरि एडिट गर्दा दाइलाई टाइम लाग्छ खै ले ओखर हातमा देऊ जम्बन सबै अङ्ग अङ्ग पुज्नु छोड्न नछोड्न हामी त एकै खाले जसो भए पनि भएको छैन हामीलाई धेरै मात्रै टाइम हुन्छ कसैले कुनै गर्नु जम्दिएन अब हातमा फुटाउनु भन्छ खै एकैचोटि पुऱ्याउनु अब तल अहिले लास्टमा अब त्यहाँबाट के आमा ओखर देऊ जम हातमा ओखर देऊ हातमा दिनु ओखर नभन्नु चाहिँ जम जम हात अनि त्यहाँबाट अन्त टिका लगाइदिनु अनि त्यो बत्ती चाहिँ कतिखेर बाल्ने अब बत्ती बत्ती बालेर सबैतिर घुमाइ बाहिर नगर शान्ति नसो काम पर्छ त्यसमा सबै शिरमा घुमा ओ डोरा अब आगो झरी न सबै जग्गा बाहिर राख्यो लगाइदिन्छ भनेको सुनेको थिएँ मैले त अब चाहिँ टिका आमा टिका तेल लगाइदिनु लगाइदिनु एक खाले टाउकोतिर बस्ने त्यो धुलले ला सानो र मैले त्यो जिरा हाला तेल हाल्ने दाइको त अनुहारै कस्तो भइरहेछ हिजो दाइले ठिकै छ कहिले कहिले त्यो फिल्म नरे भन्छ मना जस्तो छ यो चाहिँ तातो चिया पाउँ अहिले नकरा नकरा भनिरहेछ दिदीलाई चुक्ला हुन्छ बस्नु मामा थियो केटी केटी पहिला सेतो सबैलाई एकै धर्का लगाइहाल्छु ल अनि रङ मिसिँदैन क्या समात्न एकछिन पेपर अघि निकाल्नु ऊ पऱ्यो कान्छी यो पेपर तान्दै फुल है उतिर ए तिमी पेपर हो तिमी पनि खिच्ची रहेछ एउटा मात्रै हुन्छ फेरि अहिले भुइँमा राख्दै मान्छे तल भुइँ माघमा माइला सोल्डर आइपुग्नु हो मामा त्यो त आथ्यो अघि ए बिचरा बिचले त्यही त तिर पनि लगाइदिनु सेतो लानु न अरेन्ज
घाँटीमा हाले रुपी पर्छ बिमला आइसकेको छ नि सबै यहीँ लाउने रे नि त गोडे लक्ष्मी यस्तो कानमै लाग्ने बिहान त टिका लगाइदिएर लाएर आउँछ त होला आउँदैन होला आउँदैन अब अलिक दिन त बस्नु पर्यो अब गारा सारा लाउने के काम छ गारा भत्किरहेको छ गाडा लाउनु त्यहाँ बाँकी कति ठाउँ भत्केछ कति ठाउँ भत्किएको छ हाम्रो पनि धेरै भत्किएको छैन तिमी साह्रै भत्किँदैन हाम्रो त्यो त घरमा पोहोर 7जनाले लगाएको गाडा यसपालि बुढबाबु माथि त्यो बिकासे घाँस छ कुलो जस्तो बनाएको छ अनि त्यहाँबाट बङ बङ पानी जमेर झर्छ आली जस्तो हाम्रो त काठले बारी अब तलतिर भन्दा त्यो हरियो जल्के नि लगाइदियो लगाइदिएछ घाँटी पनि गोजी चाहिँ दरबार र भनेको छ गोजी तर पानी छिटो आइज पर्खे भन्छ बुहारी यता बस्नु पनि मैले बस्नु नि त्यहाँ बरु माथि पुग्यो नि माथि घर भोलि त्यही डुङ्गे बाह्र आयो कि भने नि होइन उता हुन्छ हुन्छ ल भगवान् जय होस् भलो होस् खै यो जी बुझ्नु हाँस्नेलाई के लगाइदियो काका उता फाट्दैन भने यहाँ ल्याइदिराख्नु मैले सदा त माइला आउँथ्यो टिका लाउन यसपालि आइहाल्यो देउसी खेलेको हाल्यो नि फोटो छ अलि राम्रो पत्तो पर्छ कान्छा जान्छ जाने कहिले नआयो बाउले त कानको लोदी त रहन्छ कानको लोदी नै रहन्छ मैले नहोस् टोपी लगाइदियो टोपी ल्याएछ त गयो कान्छी झन् फुस्रो भयो क्या हिजो खै मेरो मोबाइल खै एकछिन यहाँबाट यहाँ ल्याएर लेख पठाइदियो माला लगाइदियो पनि थिएछ टिकटकमा जानुपर्छ नि ल यो समात्दै त्यो हो तँलाई यसरी समात मात्रै सानो भएपछि त्यो फुल होला हो त्यसरी समात टोप लगाइदिन्छ बिर्सेछ भात खाँदैन लगाइदिन्छ हुन्छ त्यो लगाइराख्यो नि एकछिन 1 2 3 फुलको उ नि छैन यसो कानमा सिउरी नि मखमल ल्याएको थियो त अघि कानमा सिउरी म भने छ त्यहीँ नहल्दिउँ न धेरै हल्लिनु के हुने कति वर्ष भयो मैले टिका नलाइदिएको
कान्छीले लगाइदिन्थ्यो किरिस्तानी हुन्छ बेला बेला भन्दै क्रिस्तानी त म क्रिस्तानी नै हो महल नि ए के यस्तै हो टोपी ढाका टोपी लाउने हजुर यस्तै हो सानोले छ सानो भएको होला साइज पनि सबै एउटै हो पो भन्छ तिनीहरू पुग्दैन होला महल टोपी चाहिँ राम्रो थियो सानो भएछ साइले हो है के भयो किन हाँसे गाडी नहाँसे ट्याचा होइन त्यो माला फुल भनेर मलाई भन्नु यो बिनालाई महँगो छ भने चाहिँ हाम्रो घरमा टन्न भयो माला न झ्याल डगामा नलागो त भयो सिद्धो लु बस्नु न ब्रो जम्दिने होला साइलो लगाइदिनु त भाउजू साइलो लगाइदिनु त्यो काम साइलिङ चिज लगाइदिनु किने भयो फोटो खिच्छ नि त यति देख्छ समातिमातिर एकजना ल्याइदिनु एउटा स्यान्ड यता भाउजूले लगाइदिनु यहाँ सेतो लगाइदिनु न टुक्लु गरेर यहाँ जस्तो लगाइदिनु हुन्छ के ओ मलाई यहाँ माला पनि लगाइदिनु। जस्तो लामो लगाइदिनु पानी पर्दैन पानी पानी ल्याइदिनु मैले होइन पर्दैन नि तिखा लाग्यो भने अब स्वाद एउटा मात्रै लगाइदिनु हुन्छ मलाई त यति लामो नलाइदिनु है हो त माला लगाइदिनु अनि त्यो कट गट अनि अर्को गट अरू अरू लगाइदिनु पहिला पहिलो लगाइदिनु एकै कुरो लगाइदिनु एउटा मलाई तपाईँहरूको यसो लामो नलाइदिनु हुन्छ क्या जाइन ठाउँ छैन भने आफ्नो पेपर खै होइन, अहिले लगाइदिनु त्यहाँबाट सक्छ भाउजू मै पुच्ची पर्दैन खोज्नु न मै ऊ त्यो रातो र एउटा लगाइदिनु भयो त्यति हो रातो लगाइदिनु तपाईँ उज्यालो त्यो त देखा कान्छी यता त्यहाँ खोपाला चाहिँ आउँछ रातो खोल्यो अनि ओरा देखा कान्छी भयो 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 स्टिल हाल्नु ऊ त्यो माला ल्याउँदा चाहिँ छ्यामल लगाइदिनु कहाँ म घरमा माल लाएर बस्छ नि अब छ सम हो मकबले हामी थियो ओ त्यो छतमा थियो जाने बेलामा ठिक दिन्छ मखमली भन्थ्यो अन्त आज त असित नमल्नु अरे त्यो है साइड ल्याइदिउँ न ए लगाइदिउँ न फुल पनि ठिक हो अब सकेको कति एक महिना जति भयो बसेको टाढो भयो त्यो लामा बढाउने माथि गुम्बामा कस्तो रमाइलो हुन्छ ल त उठ एकदमको फुल चाहिँ लाउनु जान्छु भनेर उठ्न त चाहिँ निस्किन निस्किन पर्दैन तपाईँ उठ के हेरे? पर्दैन के भाउजू पर्दैन पर्दैन के भयो ए भएन म जम चाहिँ एकैचोटि खसाउँछु ल अघि हामी त टिका लाग्छ यो माथि छतमा लाउनु भने यो गरेर सक्नु त्यति मान्छे बस युजन होइन त्यसो छ ल गाइसहरू बनाइदिउँ न यहाँ ल यहाँ हाम्रो बाजे यहाँ बोजू यहाँ ला समात बाहिरलाई नि दिनु अघि थाहा छैन मलाई नि दिनु अनि युजन यो लाइन पनि त्यहाँ कस्तो खिच्यो अहिले कुटा खान्छ नि तिमीहरूले चाहिँ राम्रो खिचेर हाल्छ चाको गोजीमा लगाइराख्नु बस्नु मामा त्यो त दुईवटा माइतीहरू ल बस त्यहाँ पोर्को जस्तो गर्नुपर्छ है कपाल चाहिँ के के हो यो ठुल दाना खै मेरो ज्ञानी यहाँ छ point। चक्र लाग्दा भयो
के पो गरेको थियो ज्ञानी हुनु अहिलेको भन्दा झन् धेरै ज्ञानी हुनुपर्छ हो नि है धेरै पढ्नु है उसलाई धेरै माया गर्नु ल है गर्ने कि नगर्ने पुरा माया गर्नु नगर्ने गर्ने कति गर्ने गर्नु परिहाल्यो हिजो न फुपूलाई माया गरे पो फेरि फुपूले मेरो घरमा बस्ने भनेको त बस्दैन आफ्नै घरमा बस्छ भन्छ त्यसो भन्छ त नि अस्ति आमा गाउँ गएको बेलामा यहाँ बस्नु न भनेको त मेरै घरमा किन ल्याउनु पर्थ्यो त्यो ट्युबवेल सरी कान्छी फुपूले झराइदियो अहिले म पुगिदिन्छु तिमी नचलिकन बस्छ त फुपूको ढङ्ग आरे सरी आज चाहिँ मान्छे हाँस्ने लाउनु पर्छ अरे क्या भाउजू भदैहरू सधैँ सरी मेरो कान्छीलाई फुलले फेरि फाटमा भाइलाको छोरी दुईटा त्यही ल्याएर स्यालेर लगाइदिनु यसपालि नलगाइदिनु पऱ्यो नखाने अघि नै आइसक्यो अब के गर्नुपर्ने टिका त सक्दै माला तिम्रो यो लगाइदिउँ एउटालाई छ दुईटालाई पुग्छ यो छ्यामा लगाएर पुगिहाल्छ लु दिनुहोस् जम दिनुहोस् ल ल त यसले खिच्दा यसको टिकटक कस्तो राम्रो आएको पोहोर भाइरल भएको छ नि त होइन यो म लानु कि के गर्नु म लानु कि नलानु लानु कि नलानु लानु झगडा दिनु सिपाले पनि सिपाल्छ टिका लगाइदियो नि कि बिर्सिसक्यो सबै ओइ त्यो त फुलाइदिएन जम त यतापट्टि फोटो राम्रो आउँछ होइन अहिले गर्नु अहिले बासी त्यहाँ त बिहाकै बर बस्दैन